शुभ नाम के पर्यो होला? आज चाहिँ नि तपाईँको रिसिङमा आएर नलपुरको साथीहरूले चाहिँ नि चुक्का हाम्रो मौलिक करुवा कार्यक्रम नृत्य गर्नुभयो होइन। तपाईँहरूले चाहिँ कस्तो अनुभूति प्राप्त गर्नुभयो तपाईँहरूले? एकदमै रमाइलो लाग्यो तपाईँहरूसँग नयाँ मान्छेसँग भेट्दाखेरि एकदमै नौलो अनुभव भयो। हाम्रो संस्कृति परम्परागत अब खासै नाच्न त जानिँदैन, तर आफ्नो परम्परागत रीतिनीतिलाई चाहिँ बचाउनुपर्छ भन्ने सोच विचारको साथ चाहिँ तपाईँहरूलाई निम्तो पठाएको थियो। तपाईँहरूले हाम्रो निम्तोलाई चाहिँ स्वीकारेर आउनुभयो, एकदमै खुसी छौँ। चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो त चाहिँ? नै हामीलाई पनि एकदम राम्रो लाग्छ। अनि हामीले चाहिँ सोच्छौँ कि यहाँ तनहुँका नानीहरू चाहिँ एकदम राम्रो नाच्छन्, हामीले चाहिँ अलि नचाउन सक्दैन, नलपुरको केटाहरूले चाहिँ अलिक नचाउन जान्दैन, अलिकति कमजोरी हुन्छ भन्ने कुरा हाम्रो चाहिँ मनमा फिल हुन्थ्यो। तर एक्चुली चाहिँ नि के हो भन्दाखेरि चाहिँ नि तपाईँ हामीमा चाहिँ नि यसो हेर्दाखेरि कुनै पनि फरक जस्तो हामीले चाहिँ सोचेन। तपाईँहरूको धारणा के थियो होला? होइन, हाम्रो त्यस्तो नाच्ने गाउने एकदमै पर्फेक्ट चाहिँ छैन होइन। भर्खर सिक्दै जाने हो जस्तो लाग्छ। हामी चाहिँ भर्खर सिकाएर नै हो, सिक्दैछौँ। अब तपाईँहरूबाट केही कुराहरू सिक्न पाएँ। अब कस्तो नाच्यो अनि विगतको दिनहरूमा चाहिँ तपाईँहरूले के सोच्नुहुन्छ कि हाम्रो मगर जातिको रीतिरिवाज यो करुवा जाति अझै राम्रोसँग अगाडि बढाउन चाहनुहुन्छ कि यसमा चाहिँ नि हामीले चाहिँ स्थगित राख्न चाहनुहुन्छ? तपाईँले अलिकति बताइदिनु सक्नुहुन्छ? होइन, आफ्नो परम्परागत संस्कृतिहरू चाहिँ यत्तिकै भुल्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। आफ्नो मौलिकताहरू बढाउँदै जानुपर्छ। पुरानै परम्परागत रूपमा भन्दा पनि आधुनिक तरिकाले चाहिँ प्रमोट गर्न सक्यो भने हाम्रो मगर समुदायको पनि इज्जत रहन्छ जस्तो लाग्छ मलाई। ओके, धन्यवाद छ हजुरलाई, धेरै धेरै धन्यवाद छ। यो कार्यक्रम यस्तो कार्यक्रम फेरि तपाईँहरूले फेरि हामीलाई चाहिँ निम्तो गर्नु होला भन्ने हामी आशा लिँदै। होइन, हामीले त अब निम्तो पठाउँछौँ तपाईँहरूलाई, चुलाइ निम्तो फेरि पनि आगामी वर्षहरूमा पनि त्यसरी नै निम्तो दिन। भनेपछि तपाईँहरूले चाहिँ हाम्रो निम्तो स्वीकार्नुहुन्छ कि नै त्यो चाहिँ थाहा भएन। भनेपछि तपाईँहरूले चाहिँ आउने विगत सालहरूमा पनि हामीलाई भुल्ने छैन भन्ने कुरा हामीले एकदम सम्झिन्छौँ हामी सधैँ। ओके, धन्यवाद छ। तपाईँ मेरो सानो एउटा अन्तर्वाद दिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद छ है। हस् त।